T20 वर्ल्ड कप क्वालिफायर्सको निम्ति आजदेखि सुपर 6 को खेल सुरु हुनेछ। आज भने नेपाल भर्सेस युएई को म्याच छ र आज बेलुका 4:15 देखि म्याच सुरु हुनेछ र नेपाल भर्सेस युएई को एउटा राइभलरीको कुरा गर्नु पर्दाखेरि चाहिँ हेड टु हेड कन्टेस्टको कुरा गर्नु पर्दाखेरि चाहिँ नेपालले T20 इन्टरनेसनलमा युएई लाई 5 पल्ट जितेको छ भने युएई ले पनि नेपाललाई 5 पल्ट जितेको छ। सो आजको म्याच एकदमै तगडा हुनेछ र सुपर 6 को जति पनि अरु म्याचहरु हुनेछ नि अब अरु टिम्सहरुसँग यो सबै म्याचहरु एकदमै कडा एकदमै राम्रो म्याच हुनेछ। र हिजो अस्ति भर गुलशन झाले एउटा ट्विट गरेको थियो कि only 2 spot, 1 is already booked for टिम नेपाल भनेर है। दुईटा स्पट मात्रै चाहिएको छ, तीनटामा एउटा त नेपालको लागि अलरेडी बुक छ भनेर। तर के त्यो हुन सक्छ त है? जसरी नेपालले जापानसँग अस्ति खेल्यो हैन, जसरी नेपालले अस्ति कुवेतसँग म्याच खेल्यो त्यस्तै खालको म्याच अब के सुपर 6 मा नेपालले खेल्न सक्छ त? सुपर 6 मा एउटा राम्रो टिम्सहरु छ है, जहाँनिर ओमान, युएई, कतार पनि एउटा राम्रो टिम हामी मान्न सक्छौं। सो हामी होप गर्छौं कि नेपालले राम्रो खेलोस् है। नेपालले जुन चाहिँ तीनटा स्पट छ, तीनटा टिकट छ, त्यो तीनटामा एउटा टिकट चाहिँ लियोस्। एउटा टिकट मात्र नभएर नेपालले सुपर 6 मा पनि टप गरोस् भनेर हामी होप गर्छौं। र अहिले जस्तो खालको नेपालको एउटा परफर्मेन्स छ है, जस्तो खालको नेपालको एउटा क्रिकेटर्स अथवा ब्याट्सम्यान, बलर्स है, स्पिनर्स, फिल्डर्सहरुमा त्यो एउटा कन्फिडेन्स छ, त्यो चाहिँ एकदम नेक्स्ट लेभलमै गएको छ है, एकदमै नेक्स्ट लेभल गएको छ। र जुन चाहिँ स्ट्रोट ल आइसकेपछि चाहिँ नेपालको टिममा अथवा नेपालको क्रिकेटमा त्यो एग्रेसिभनेस भन्ने जुन चाहिँ एउटा अजिस एग्रेसिभनेस छ है, त्यो चाहिँ हामीले देखिरहेका छौं। र नेपालले एकदम फियरलेस क्रिकेट खेलिरहेको छ। फिल्डिङमा चाहिँ नेपालले धेरै राम्रो अहिले प्रदर्शन दिइरहेको छ जस्तो मलाई लाग्छ, किनभने अस्ति त्यो एउटा रनआउट हेरिहाल्नुस् है, दिपेन्द्र सिंह एरीको रनआउट। त्यसैगरी हामीले अस्ति वेस्ट इन्डिजसँगको म्याचहरुमा पनि त्यस्तो रनआउटहरु, त्यस्तो क्याचहरु थरीथरीको देख्यौं। सो क्याचेसहरुले नै म्याचलाई विन गर्छ भन्ने पनि एउटा भनाइ छ। सो यदि हामीले राम्रो खालको परफर्मेन्स दियो भने, यदि नेपालले राम्रो खालको एउटा आत्मबलसँग खेल्यो भने अवश्य नै नेपाल त्यो तीनटा स्पोर्ट्स पाउनुको लायक हकदार छ है, हकदार छ। र हामी चाहन्छौं कि नेपालले आजको म्याच एकदमै राम्रो खेलोस् है र सुपर 6 मा जुन चाहिँ 2 पोइन्टको साथमा नेपाल अघि बढिरहेको छ र आज त्यो 2 पोइन्ट्स पनि युएई लाई हराएर त्यो 2 चाहिँ 4 होस् भन्ने चाहिँ हामी आशा गर्छौं। र तपाईलाई के लाग्छ आजको म्याच नेपालले जित्छ जित्दैन? नेपालले कस्तो खालको पाराले जित्छ या नेपाल हार्न पनि सक्छ? तपाईलाई के कस्तो लाग्छ? कमेन्ट गर्नुहोस् होला।